पोखराको ढुङ्गे साङ्गो मेला यहाँको एउटा निकै पुरानो र ऐतिहासिक महत्त्व बोकेको पर्व हो। विशेष गरी माघे सङ्क्रान्तिको अवसरमा लाग्ने यो मेलाले धार्मिक, सांस्कृतिक र सामाजिक सद्भाव झल्काउँछ। सीता पाइला ढुङ्गे साङ्गो नजिकै रहेको ढुङ्गामा सीताको पाइला रहेको जनविश्वास छ। त्रेतायुगमा राम र सीता वनवास जाने क्रममा यहाँ आएको किंवदन्ती रहेको छ। माघे सङ्क्रान्तिको दिन सेती नदीमा स्नान गर्नाले पाप पखालिने र पुण्य कमाइने धार्मिक विश्वासको साथ हजारौँ भक्तजनहरू यहाँ भेला हुन्छन्। यहाँ सेती नदीको माथि एउटा विशाल ढुङ्गा प्राकृतिक रूपमै पुल झ्याइ बनेर बसेको छ, जसलाई ढुङ्गे साङ्गो भनिन्छ। मानिसहरू यही ढुङ्गाको पुल तरेर वारपार गर्ने गर्छन्, जुन आफैमा एउटा पर्यटकीय आकर्षक पनि रहेको छ। मेलामा गाउँघरमा बनेका डोको, डालो, नाङ्लो, मान्द्रो जस्ता चोयाका सामानहरू र राडी पाखीको राम्रो व्यापार हुन्छ। माघे सङ्क्रान्तिको विशेष परिकारहरू जस्तै तरुल, पिँडालु, खिचडी, सिलरोटी र तिलको लड्डुको मजा लिन सकिन्छ। स्थानीय समुदायहरूले भजन कीर्तन गर्ने र विभिन्न सांस्कृतिक झाँकीहरू प्रदर्शन गर्ने गर्दछन्। यो पोखरा महानगरपालिका वडा नम्बर 17 मा पर्दछ। पृथ्वी चोकबाट करिब 2-3 किलोमिटरको दूरीमा रहेको यो ठाउँ जान यातायात साधनहरू सजिलै उपलब्ध हुने गर्दछ। विगत केही वर्षदेखि सेती नदीको कटान र संरक्षणको अभावमा यो प्राकृतिक ढुङ्गे साङ्गो केही जोखिममा परेको देखिएको छ। यसको संरक्षणका लागि स्थानीय तहबाट विभिन्न प्रयासहरू भइरहेका छन्। ढुङ्गे साङ्गोमा सेती नदी निकै साँघुरो र गहिरो गल्छीबाट बग्दछ। यो प्राकृतिक ढुङ्गाको पुल कसरी बन्यो भन्ने कुरा भूगर्भविदहरूका लागि पनि चासोको विषय बनेको छ। भनिन्छ हजारौँ वर्ष पहिले आएको ठुलो बाढीले बगाएर ल्याएको विशाल ढुङ्गो यहाँ अड्किएर प्राकृतिक पुलको रूप लिएको हो। पहिले जब पोखरामा पक्की पुलहरू र आधुनिक बजारहरू थिएन, यो मेला हाट बजार जस्तै थियो। पर्वत, स्याङ्जा र तनहुका मानिसहरू आफूले बुनेका डोको, डालो, राडी पाखी बोकेर यहाँ आउँथे र नुन तेलसँग साटासाट गर्ने समेत गर्थे। आज पनि त्यो परम्पराको केही अंशहरू यहाँ देख्न सकिन्छ। यो मेलामा केवल हिन्दू धर्मावलम्बी मात्र होइन, पोखरा वरपरका मगर, गुरुङ र अन्य समुदायका पनि ठुलो उपस्थिति हुन्छ। माघे सङ्क्रान्तिलाई मगर समुदायले माघे सङ्क्रान्तिको रूपमा विशेष महत्त्वका साथ मनाउने हुनाले यहाँको वातावरण निकै रङ्गीचङ्गी हुन्छ। यदि तपाईँ ढुङ्गे साङ्गो मेला जानुभयो भने त्यसको आसपासमा यी ठाउँहरू पनि घुम्न सक्नुहुन्छ। सीता पाइला मन्दिर मेलाको मुख्य केन्द्र यही मन्दिर हो। सेती नदीको खोज यहाँबाट सेती नदीको डरलाग्दो तर सुन्दर दृश्य देखिन्छ। ड्याम साइड ढुङ्गे साङ्गोबाट केही दूरीमा रहेको एउटा ठाउँमा फेवातालको बाँध र माछापुच्छ्रे हिमालको राम्रो दृश्य देखिन्छ। र खानपानको विशेषता मेलाको मुख्य आकर्षक भनेकै तरुलको बजार हो। वन तरुल, घर तरुल, सिमल तरुल र पिँडालुको ठुलो व्यापार यहाँ हुन्छ। मानिसहरू मेला घुमेर घर फर्कदा तरुल चाकु लिएर फर्कने चलन छ। आज साइडको यस ढुङ्गे साङ्गो मेलामा लाखौँको बाक्लो उपस्थिति थियो। Pan
हामी माथिबाट झर्दाखेरि हेरेका आम्दारीबाट आगाम थियो गर्मी भएर बाउसो भयो नि हेर न अब हामीले बाउसो लानु भोलि त हराइसक्यो आजकल कतिले बाउसै छैनन् एउटा बाउसो त लानु हो भाइ एउटा त लानु हुँदै आएको अस्ति हामी भाइरल गरेर आफ्नो पैसा कमा आज पनि आज चाहिँ न्याय छ आज भाइरल गराइन्छ कि
एक्लै गएको थियो कि पैसाहरू किन्न गइदिनु अरे क्या ल्याउने हो कहाँ जाने अब अनि चाहिँ राम्रो भयो सुई सुई अघि अघि लगाइदिनु अब डाँडा हेरेको मेरो डाँडा तपाईँले केही किने छैन होइन त्यही त नि एकचोटि छुट्यो होइन हाम्रो